सबैजनालाई नमस्कार। यति बेला म पाल्पाबाट प्रत्यक्ष रूपमा तपाईहरुसँग कुराकानी गर्दैछु र हामी गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको बीचमा गण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले धर्म उत्सव कार्यक्रम आयोजना गरिरहनु भएको छ। 1 महिनासम्म आदरणीय चैतन्य गुरुको सानिध्यतामा उहाँको अगुवाईमा यहाँ भक्तजनहरूको पनि घुइँचो लाग्दैछ र विशेष आकर्षकको रूपमा हामी देख्न सक्छौं शालिग्राम लाख बढी शालिग्राम लगभग 1.5 लाख शालिग्राम हामीसँग यहाँ हजुरहरूलाई पनि दर्शन गराउँछौं। शालिग्रामको महत्व के छ भन्ने विषयमा हाम्रो आदरणीय वृन्दावनबाट आउनुभएका सुदर्शन गुरु हामीसँग हुनुहुन्छ। उहाँले बताउनु हुनेछ। गुरु हजुरलाई स्वागत छ। नारायण। हजुर, अब यहाँ शालिग्राम पूजन कार्यक्रम भइरहेको छ, धार्मिक उत्सव कार्यक्रम पनि भइरहेको छ, हजारौं भक्तजनहरूको पनि आवागमन भइरहेको छ। यहाँको बारेमा अलिकति बताइदिनुस् न। सबैलाई नारायण। हजुर, म हजुरलाई नारायण भगवान श्रीमन नारायणको एउटा दिव्य अवतार हो। हजुर, यो शालिग्राम भनेको। हजुर, शालिग्रामको कथा चाहिँ कसरी पाइन्छ भन्दाखेरि हाम्रो शास्त्रमा भगवान नारायणले एउटा जालन्धर नामको राक्षसलाई समाप्त गर्नका लागि उनकी पत्नी को चाहिँ पातिव्रत्य धर्म तोड्नु पर्ने थियो। पातिव्रत्य धर्मको कारणले के हुन्छ भन्दाखेरि पुरुषमा बल बढ्छ। स्त्रीले जति धेर साधना गर्छिन् त्यति नै धेर पुरुषको बल बढ्ने, बच्चाहरूको बल बढ्ने र त्यो गृहस्थ जीवनलाई अझै सुन्दर स्वरूप दिन सक्ने भन्ने यो हामीले प्राप्त गरेका छौँ। किन भन्दाखेरि इकोसिस्टम जुन कसरी काम गर्छ भन्दा एकअर्काको सहयोगले सहकार्यले बढ्छ हैन। अनि घरमा त्यस्तो बल बढ्ने शक्ति थियो उहाँको जालन्धरको पत्नीमा। जालन्धरको पत्नीको नाम वृन्दा हो। अनि भगवानले चाहिँ के गर्नुभयो, अब त्यो स्त्री त राम्री थिइन् तर पुरुष चाहिँ धूर्त दुष्ट थियो। उसले देवतालाई सताउने, साधु सन्तलाई सताउने हो, सज्जनहरूलाई सताउने, बालबालिकालाई सताउने गर्थ्यो। जसरी हामीले रावणको प्रसङ्ग सुनेका छौँ, जसरी हामीले के भनिन्छ हिरण्याक्ष हिरण्यकश्यपको प्रसङ्ग सुनेका छौँ, हो त्यस्तै। अनि भगवानले चाहिँ के गर्नुभयो भन्दाखेरि त्यही जालन्धरका नै रूप लिएर आउनुभयो। अब यहाँ कार्य हुँदाहुँदै यता यसो फर्काइदिन्छ त बाबुहरूले, हेरे कसरी नृसिंह हवनका लागि र भगवान सुदर्शनका हवनका लागि, पुरुषोत्त सुशुक्तका हवनका लागि बाबुहरूले मुडा बोकेर लाग्दै हुनुहुन्छ। यो हवन हुन्छ, यसमा अग्नि कहिले निप्दैन। 1 महिनासम्म यो अग्नि ननिम्ने प्रकारले हामीले यो देख्न थालेका छौँ। ल आउँ फेरि प्रसङ्गमा। अनि जालन्धरको त्यो शक्तिलाई घटाउनका लागि भगवान स्वयं जालन्धरको स्वरूप धारण गरेर वृन्दासँग आउनुभयो र वृन्दाको पातिव्रत्य धर्म तोड्नुभयो। पातिव्रत्य धर्म तोड्ने बित्तिकै त्यो जुन जालन्धर थियो उसको मृत्यु भयो। ठिक, उसको शक्ति कम भयो र मृत्यु भयो। अनि मृत्यु भइसकेपछि अब भगवतीले वृन्दाले चाहिँ भगवानलाई शाप दिनुभयो। हजुरले यो धेरै अन्याय गर्नुभयो। एउटा स्त्रीको सबैभन्दा ठुलो गहना भनेको नि पति हुन्छ र उसको पातिव्रत्य धर्म हुन्छ। यो हजुरले धेरै नराम्रो काम गर्नुभयो। हजुरमा बुद्धि छैन, जड हुनुहुन्छ हजुर भनेर हजुर पनि जड बन्नु, एउटा ढुङ्गो जस्तो, हजुरको मन जुन छ ढुङ्गो जस्तो कठोर छ, त्यसै कारण हजुर ढुङ्गो बन्नु भनेर मलाई दिनुभयो, शाप दिनुभयो। शाप दिइसकेपछि भगवानले पनि प्रार्थना गर्नुभयो, हे वृन्दे, हे भगवती, यो मबाट गल्ती भएको छ, तर म एउटा प्रार्थना के गर्छु भन्दाखेरि हजुरको बिना मलाई भोगै नलागोस्। मलाई कुनै पनि भोग प्रसादीले कसरी चढाउँछ भने हजुर बिना मेरो भोग नलागोस् भन्दाखेरि उहाँ फेरि तुलसीको रूपमा उत्पन्न हुनुभयो र त्यही वृन्दा शब्दले नै वृन्दावनको निर्माण भएको छ। वृन्दाको वन भनेको तुलसीको वन। ठिक, तुलसी वन पनि भनेर उहाँलाई चिनिन्छ। त्यसकारणले भगवान शालिग्रामको र तुलसीको परस्परमा पति पत्नीको सम्बन्ध पनि बन्यो। किनभने भगवानले उहाँको पातिव्रत्य धर्म तोड्नु भयो र पति पत्नीको सम्बन्ध पनि भयो र एउटा भक्त र भगवानको पनि सम्बन्ध भयो। अनि भगवानले यो आशीर्वाद दिनका कारणले अब त्यो तुलसी र शालिग्रामलाई हामीले विशेष गरी यो हरिबोधिनी एकादशीमा विवाह पनि गरिन्छ। हजुर, ठुली एकादशी पनि भनिन्छ यहाँलाई। अनि त्यो सँगै उहाँहरूको दुईटाको अन्योन्यास्त्र सम्बन्ध पनि छ। अनि हामी यहाँ माझमा हुनुहुन्छ लगभग
1.5 लाख जति शालिग्राम। हजुर कहाँ कहाँबाट लिएर आउनुभएको छ यहाँ चाहिँ? अच्छा यो शालिग्राम चाहिँ हामीले मुस्ताङदेखि लगायत दामोदरकुण्ड, मुक्तिनाथ, क्याकबेणी, सेतीबेणी हजुर अनि बाहिरका भक्तहरूले पनि धेरै योगदान दिनुभयो, सहयोग दिनुभयो हो। कतिलाई हामीले किन्न पनि पर्यो हो। एकछिन दर्शन गर्दै गर्दै शालिग्रामको महत्त्वको विषयमा म शालिग्रामको महत्त्व अहिले मैले बताएँ। अब यहाँ शेड्युल मैले हजुरलाई बताउँछु के कसरी काम हुन्छ। हजुर आउनुहोस्, स्वागत छ सबै भक्तजनहरूको सुषमा जीसँग र म छु सुदर्शन। आउनुहोस्, कसरी हेर्नु कति दिव्य भव्य यहाँ कार्यक्रम चल्दैछ। यहाँलाई कसरी राखियो भन्ने व्यवस्थापन मैले भन्छु हजुरलाई। सबैभन्दा पहिला शालिग्रामहरू आउनुभयो, बोराका बोरा यसरी पछाडि बोरा हजुरले देखाउन सक्नुहुन्छ। बोरा बोरा भरिएर शालिग्रामहरू आउनुभयो। त्यसपछि हाम्रा नानी बाबुहरूले यहाँका जनसमुदायले चाहिँ उहाँलाई मजाले गण्डकी जलले पखाल्नु भयो, स्नान गराउनु भयो। त्यसपछि वस्त्रले पोछ्नु भयो। पोछिसकेपछि अनि उहाँलाई चिल्लो घिउ दलेर मजाकै काला काला भन्नुभयो नि। यहाँ केही दिन हामीले मजाले दलिएन भने उहाँहरू सेता भइहुनुहुन्छ। ठिक, सेता भनेको चाहिँ अलिकति हुनुहुन्छ। अनि त्यस प्रकारले हामीले यसरी दिव्य प्रकारले हाम्रा साना साना बाबुहरू छन्, उनीहरूलाई हामीले दसैँमा तिहारमा जान दियौँ न यसपालि चाहिँ। भने 1.25 लाख शालिग्रामको आगमन हुँदैछ। यता भित्र पनि हुनुहुन्छ? हजुर भित्र पनि हुनुहुन्छ, तर भित्र भन्न यही राम्रो देखिन्छ, धेरै सानो छ त्यसै कारण। अनि दिव्य र भव्य हेर्नु बाबुहरूले कसरी लगाइदिनुहुन्छ मैले हजुरलाई देखाउँछु। यहाँ कसरी तिलक लगाइन्छ। सुषमाजीले मजाको तिलक लगाउँदै हुनुहुन्छ, हेर्नुहोस् सबैले। सुषमाजी कस्तो अनुभव हुँदैछ हजुरलाई? आनन्द आउँदैछ होइन? बाबु तुलसी पनि देऊ, तुलसी दलम दरातु। यहाँ बाबुहरूले संस्कृतको अध्ययन गर्छन्, इङ्ग्लिसको अध्ययन गर्छन्, विज्ञानको अध्ययन गर्छन् हो। यो कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान भनेकै ज्ञान र विज्ञान दुवैको यसमा समावेश हुन्छ। यसलाई चाहिँ ग्रहण गर्ने लिने मैले भने नि, त्यो शालिग्रामलाई स्पर्श भएको नुहाएको जल इत्यादिले हाम्रो भित्र भएका रोग प्रतिरोधक क्षमतालाई धेरै बढाउँछ। र आउनुहोस्, अब हामी अगाडि बढ्दैछौँ। कति साना साना बाबुहरु पनि जानकारी गराउँदैछौँ हामी प्रत्यक्ष रूपमा। लाख बढी शालिग्राम हुनुहुन्छ यहाँ गुरुकुल ज्ञान विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित। कति साना साना बाबुहरु टाढा टाढाबाट यहाँहरुले बिहान हामीले आफ्ना बच्चाले 7 बजे भन्दा पहिला उठाउँदैनौँ, तर उहाँहरु बिहान 5 बजे उठेर चिसो जलले स्नान गर्ने, हवन गर्ने, भगवानको सेवा गर्ने, एउटा अनुशासनमा एउटा डिसिप्लिनमा बसेर उहाँहरूले यो जीवन के हो, व्हाट इज लाइफ भन्ने कुराहरूलाई बुझ्नुहुन्छ। र उहाँहरूलाई अहिले इङ्ग्लिस गणित म्याथ लगायत सबै थोक उहाँको पढाइ हुन्छ। हालमा छुट्टी राखिएको छ र उहाँ बाबुहरूसँग बोल्न थाल्नुभयो भने हजुरलाई यति राम्रो लाग्छ, यति रमाइलो लाग्छ कि उहाँहरूले आफ्नै कहानी बेग्लै छ, उहाँहरूको चिन्तन उहाँहरूको जुन अनुभव छ त्यो बेग्लै हुन्छ। हामी पनि सानैदेखि यस्तै थियौँ, पढ्दै आयौँ। आउनुहोस् शालिग्रामतिर हामी बढौँ। अनि यहाँको म सेड्युल हजुरलाई भन्दै थिएँ। सबैभन्दा पहिला प्रातः 4:30 बजी जागरण हुन्छ। जागरण भइसकेपछि गण्डकीमा स्नान गरिन्छ। गण्डकी स्नान गरेर 5 बजे ठ्याक्क यहाँ सुदर्शन अनुष्ठानको शुभारम्भ हुन्छ। त्यसमा सुदर्शन कवच, सुदर्शन शतक इत्यादिको पाठ हुन्छ, जो चाहिँ काठमाडौँबाट पाल्नुभएका आचार्य श्री भागवत सापकोटाजीले गर्नुहुन्छ। भागवत सापकोटाजीले यसलाई नछोडाइकन नबिसाइकन उहाँले लगातार 5 बजे त जागेकै हुँदैन मान्छे, हामी पनि जागेका थिएनौँ होला, तर उहाँले चाहिँ के गर्नुभयो, त्यो बिहान नै त्यो अनुष्ठानलाई दिव्य र भव्यता दिनुभयो। आउनुहोस्, अब फेरि 5 बजिसकेपछि हेर्नुहोस् दिव्य हामीले जगन्नाथ भगवानको स्वरूप दर्शन गर्न सक्छौँ। जगन्नाथ भगवान हाम्रो ओडिसामा विद्यमान हुनुहुन्छ। यस्ता दिव्य जगन्नाथ भगवानको दर्शन। अनि भित्रै जाउँ, एडिट त गर्नुहुन्छ नि काटिङपट्टि, गुड। अनि बिहान के भनियो 4:30 बजे जागरण, 5 बजे भगवान सुदर्शनको अनुष्ठानको त्यो अनुष्ठान हुन्छ। त्यसपछि ठिक्क 5:45 मा आरती सुरु हुन्छ हो। 5:45 मा के हुन्छ, आरती सुरु हुन्छ, जसमा हाम्रो सुषमाजी पनि आउनु भएको थियो र उहाँले पनि त्यसको आनन्द लिनुभयो। त्यसलाई हामीले मङ्गला आरती भन्छौँ। मङ्गला भनेको बिहान भगवानलाई उठाउने आरती। अनि ठ्याक्क त्यसपछि 7 बजे हाम्रो हवन पर्व सुरु हुन्छ, जो अहिले हामीले बाबुहरूले त्यो मुडा लगेको हामीले देख्यौँ।
अनि फेरि त्यसपछि 8 बजे भगवानको अभिषेक सुरु हुन्छ। दुध दही घिउ जो यहाँ उपलब्ध सामग्री छन् ती सबै सामग्रीबाट भगवानको हामीले अभिषेक गरिन्छ। अभिषेक गरेपछि भगवानले इत्रले दलिन्छ। इत्र भनेको सुगन्धित एउटा तेल जस्तो हुन्छ, त्यसले मजाले सेन्ट लगाए जस्तै मगमग बास्ना आउँछ। हो त्यसले भगवानलाई दलले घिउले चिल्लो बनाउने। अनि फेरि त्यसपछि भगवानको श्रृङ्गार आरती 9 बजे हुन्छ। 10 बजे यहाँ बालभोग अथवा केही बनेको भोजन यहाँ हुन्छ। अनि फेरि त्यसपछि दिनभरि भजन सङ्कीर्तन, उता फेरि पारी कथा प्रवचन। अनि फेरि बेलुका हामी यहाँ फेरि उपस्थित हुन्छौँ र 5:45 बजे हामीले दीप दान गर्छौँ। आज एकादशीको महत्त्वमा हामीले लाख बत्ती पनि बाल्छौँ। हो ठ्याक्क 9 बजेतिर